आज चाहिँ हामी टक्क क्लासमा छौँ कम्प्युटर क्लासमा एकछिन इन्टरटेनमेन्टको लागि मैले च्याटजिपीटीलाई सोधेँ होइन एउटा यसो ऱ्याप स्याप रेडी पारिदिउँ भनेको पुरा लभ ऱ्याप भनेर यसो रेडी पारिसकेको छ होइन एकछिन रमाइलो गरौँ न त कस्तो हुँदो रहेछ कुराहरू छ हाम्रो मदन गाईले चाहिँ ऱ्याप हान्न लागिसकेको छ ल सुन्नु होला ल मदन सोल्ती स्टार्ट गर ऱ्यापर बन्नेवाला छु होइन च्याटजिपीटीको सहयोग तर नेम के राख्छस् रे ऱ्यापरको नेम हुन्छ नि त तेरो एमडी ल स्टार्ट तिमीले गाह्रो हो मेरो राइम बनिदिएको बिट तिमी टाइम मिलाउने कसैलाई नदिने यो प्लेस इट इज अन यर तिमीलाई माया बेली फरेको इन्डोर पहिलो भेट्ने मन कता कता उदि तिम्रो आँखाले बोले शब्द नि पनि चुरे म त सोचेको थिएँ प्रेम नहोला तर तिमी आएपछि हट्ने ओइ पाउला तिमी हाँस्दा लाग्छ दुनियाँ नै स्लो मेरा बालहरू पनि तिमी नाममा फ्लो गल्ती भयो मागे इगो मै राख्दिनँ तिमी हाँस्दिनँ म अरू केही माग्दिनँ लेट नाइटको तिम्रो मिठो भोइस म त चोइस खोज्दिनँ युआर माई ओन चोइस तिम्रो हात छ माया भविष्यले खुसा छ भने यो संसार जितिदिन सक्छु तिम्रो फोटो हेरेरै सुरु गर्छु मैले तिमीलाई मेरो क्विन भन्छु मायाको दिप समुद्र भन्दा फार तिमी छेउमा हुँदा सुनिल बन्ने सुपरस्टार सुनिल बन्ने सुपरस्टार तिमीले कारण हो मेरो रानी बनिदिएको बिट तिमीलाई टाइम मिलाउने कसैलाई नदिने यो प्लेस इट्स कल यो तिमीलाई माया बेबी फरेभर इन्डोर यदि तिमी चाहने हो भने म रक प्लस स्याड मिक्स ऱ्याप एटिट्युड रक ऱ्याप वा जिएफलाई डेडिकेसन ऱ्याप पनि बनाउन सक्छु भनेर च्याटजिपीटीले भन्यो मलाई होइन अनि यस्तो छ मस्त देखान मस्त यस्तो मस्त यस्तो ल त्यही हो होइन इन्जोय गरेको मैले ऱ्याप पनि आइसक्यो कस्तो लाग्यो ऱ्याप होइन लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला माया गर्न चाहिँ नबिर्सिनु